कुन चाहिँ लाग्यो फेरि हामी अब सिधै खेतको बाटो जान्छौँ। खेतको बाटो गइसकेपछि रानी मल चाहिँ यहाँबाट जान्छ अरे थाहा नि बाटोमा चाहिँ फर्स्ट टाइम हो। अब खेतको बाटो चाहिँ खासै राम्रो चाहिँ छैन, जोसर बर्खा नभएर चाहिँ पानी सानी छैन, केही छैन, सुक्खै छ होला। हेरौँ खासमा म जान्न भन्दै थिएँ, फेरि हाम्रो भाइ एक्लै भयो फेरि होइन, छोड्नु त भएन। फेरि यो नगएपछि सानो भए पनि जान्न फेरि, त्यही भएर हो। यो चाहिँ हाम्रो मेउछापको खेत जाने बाटो हो। यहाँ सुरुमा चाहिँ सानो बाटो थियो, अहिले चाहिँ जो गाडी जान्छ, मलहरू धानहरू बोक्नु पर्दैन, अहिले यो सजिलो भन्छ। तर पनि बाटो सजिलो भयो भने खेती गर्ने मान्छे अब यहाँ बसिन्न, हामी चाहिँ बस्दैनौँ, कोही सहरतिर कोही कतातिर। सुविधा आयो भने अब मान्छे अब गाउँ छोड्दैछौँ, हामी आफै छोड्दैछौँ भनौँ। अब हेरौँ भोटपछि के हुन्छ अब अवस्था है। हेलो यो खास मलाई चाहिँ यो स्कुटी चाहिँ टाइम लाग्यो है। मैले चाहिँ अब त्यस्तो के भएर हिरोबाट कम्पनीबाट के भएर होइन, त्यो 2-3जना लोड हाल्दा पनि यस्तो बाटोमा पनि मस्त भागिरहेको होइन। हिजो के अरे यो खासै बाटो आउँदा पनि ठाडो उकालो थियो, त्यो पनि मस्त तानिरहेको थियो। जम्मै 110 cc भयो पनि। अब यो बाइक त भन्नै परेन के अरे होइन, बाइक त राजै हो। भिड छ अहिले छैन, यो माथि छैन। यो चाहिँ बेसिक भन्छ, यसलाई चाहिँ बेसिक खेत हो। यो बाटो चाहिँ लास्टै अप्ठ्यारो छ। यहाँ चाहिँ खास पानी उम्रिन्छ, यहाँ रोपाइँ गर्दा पानी बोक्ने एउटा हो। बाटो बिजोग छ यहाँको, फेरि यहाँको बाटो बिजोग छ होइन, बाटो बिजोग छ। ए भाइ बाटो बिजोग छ, यहाँ दाइले कुद्नु पर्ने हुन्छ। खै झर्छ झर्नु हुँदैन, छोड हट दा, मम्मीले झर्नु मन, झर्नु 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 पर्छ के। यहाँबाट आउनु, यहाँबाट हाल्ने, यताबाट छेउबाट। ल यता गाडी फिसाल्नु ल निस्क्यो निस्क्यो। यहाँ पनि त्यस्तै हो।
ल हेलो ल हेलो गाइजहरू ल जा उहाँ जा 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 तँ पनि जा भयो नि त उता जा न उतै जा के उही लास्टैमै जा बस त्यहाँ हेलो गाइजहरू भयो 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 रुकिनु क्या रुकिनु तर जा त जाऊ ए बाबा तिमी जा के त हुन्न यहाँ लोड लिएर आऊ त जलौर लिएर जा जलौर लिएर जा तिमी जाऊ यहाँ चाहिँ भाइले मेरो बाइकमा आउनु खोजिरहेको थियो तर यो बाइकमा चाहिँ अब भाइ चाहिँ पछाडि अनि त्यो बाटोमा चाहिँ अलिअलि गाह्रै हुन्छ नि त केही भएर चाहिँ भाइलाई मैले अगाडि राखेन अब थाहै छैन कि बाटो कस्तो थाहै छैन अस्ति एकपालि म रमे आयो हेलो गाई जाँदै उही बस बाबु उही बस ए ल फेरि निस्क्यो अब फेरि बन्द नमस्ते बाबा लान्दी यो लाया भाई यार लगभग आइयो लगभग अब कता भन्दा अब नजिकै यहाँ तर
एउटा मलको बिल्डिङ हो त्यहाँ ठ्याक्कै मुनि रानी मल आयो भाइ अब रानी मल लियो रानी मल खै रानी पुग्यो हिँडिसक्यो होइन बिल्डिङ पनि छ अब खोलाको छेउछेउ जाने हो छेउछेउ पुगिसकेपछि ऊ त्यहाँदेखि त्यहाँ पाल्दा भर गयो रानी मल नआउने को हुनु नि त त्यस्तो हजुरहरू भने रानी मल नआएको कोही हुन्छ आयो है रानी मल गाडीहरू यार एउटा हाम्रो छैन चढे हिँड्नु झुलो त रानी मल आइयो है केटा फाइनली पुलबाट तल बाटोको अवस्था नाजुक रहेको छ यहाँ हाम्रो भाइले के नआउनु पर्ने रहेछ भन्दैछ
बल्ल पिच आयो बाटो के यस्तो यति मात्रै पिच हो ल फाइनली आइयो हामी रानीमल आइयो यहाँ बाटो यस्तोले गर्दाखेरि स्कुटी हाल यस्तो छ यहाँ ठ्याक मेरो हातको कताको यस्तै छ चाहिँ हामी भ्यू हेर्न बसेको भ्यू हेर्न उहाँ रानीमल छ है के अरे